म चाहिँ गुलकुमार रुखारी मसँग हुन्छ अहिले हाम्रो बाइक भर्ती हामी चाहिँ आज थोरै सानो कुराकानी होइन भलाकुसार गर्नेछौँ अब होइन लास्टसम्म यो भिडियोलाई हेरेर साथ दिनु होला अनि के छ राकेशजी तपाईँको अहिले व्यापार कस्तो भइरहेछ के छ अहिले विशेष गरी व्यापारको कुरा गर्ने भने चाहिँ पछिल्लो पिरियडमा है जति पनि नेपालमा व्यापार गरेर बस्नुहुने सम्पूर्ण आदरणीय दाइ भाइ अङ्कल आन्टीहरू लगायत सम्पूर्ण साथीभाइहरूलाई चाहिँ एकदमै अहिले पछिल्लो पिरियडमा समस्या पर्न भएको कुरा पनि छ है पछिल्लो पिरियडमा अहिले अब लगानी कुरा गर्नुहुन्छ भने मान्छेले करोडौँ लगानी गरेका छन् है अरबौँ लगानी गरेका छन् तर पनि आफूले भने जस्तो जस व्यापारबाट चाहिँ एउटा एकदम भनौँ न सन्तुष्टि पनि नभएको कुरा पनि छ यहाँ होइन एकदम गाह्रो छ भन्नुपर्छ है त्यही त अनि अहिले अब नेपालको अवस्था कस्तो भइदियो भने चाहिँ अब एकदम हुन्छ नि मान्छेले अब लगानी गरिरहेको छ त्यो लगानी अनुसारको प्रतिफल पाउन सकिरहेको छैन व्यापार गरेर व्यापार अब त्यसको सुरक्षा छैन क्या एकदम राइट होइन मान्छेले व्यापार त गरिरहेछ उसले चाहिँ अब कसरी व्यापार गरेर कसरी किस्ता हाल्ने कसरी भाडा तिर्ने कसरी आफ्नो पेट पढ्ने त्यो कुरा मात्रै हुन्छ नि ती कुरामा सीमित छ क्या एकदम राइट त्यो कमाउने अब कमाउनुलाई भोलि बिहान केही सुख सुविधाहरू हुन्छ नि हरेक कुरा घर जग्गा जोड्न भन्ने अहिले अवस्थै छैन क्या यो चाहिँ अब यो कुरालाई मध्यनजर गर्दै राज्यले पनि हुन्छ नि विचारबाट नीति नियमहरू ल्याइदिनु पऱ्यो क्या त्यो विषयमा कस्तो लाग्छ तपाईँलाई एकदम मलाई चाहिँ कुरामा एकदम मलाई ठिक लाग्छ होइन तपाईँहरू जुन कुरा अहिले भन्नुभयो यो कुरा एकदम मलाई मन पनि पर्यो होइन अब राज्यले चाहिँ कुनै पनि नीति नियमहरू केही नयाँ केही ल्याएको भए पक्कै पनि आज हामी हरेक नेपालीहरू यसरी विदेश जान बाध्य चाहिँ हुँदैन टिम होला जहाँसम्म लाग्छ अहिले हजारौँ विदेशिएका यी नेपाली नागरिकहरूलाई एउटा त्यसमै एउटा आएर त्यसमै ल्याएर त्यसमै एउटा केही गर्ने वातावरण मिलाएको भए पनि आज पक्कै पनि यो व्यापार लगायत सम्पूर्ण हामी नेपाली दाजुभाइ सम्पूर्ण सबैजना चाहिँ यसरी आज हामी एकदम तनावमा बस्नुपर्ने जुन समय पनि आउँदैन त्यस्तो पनि लाग्छ मलाई होइन सर ठिक छ अब आगामी दिनहरूमा होइन अब व्यापार गर्दाप्रति हरेक कुराहरू सोचेर कुन ठाउँमा कसरी लगानी गर्ने त्यो हुन्छ सबै कुरा सोचेर गर्नुपर्ने अवस्था आइरहेको छ एकदम सेफ भएर व्यापार गर्नु होला होइन तपाईँले होइन अब ठिक छ आजलाई हामीले यो सानो भिडियो क्लिप चाहिँ यति नै गर्छौँ नेक्स्ट चाहिँ अब नेक्स्ट पार्ट 2 होइन तपाईँले प्रतीक्षा गर्नु होला अहिले चाहिँ यति नै हामी हुन्छ नि यतिमै टुङ्ग्याउँछ एकदम बबाल आउनेवाला छ अर्को भिडियो चाहिँ बबाल आउँछ नेक्स्ट पार्ट 2 चाहिँ एकदम हुन्छ नि तपाईँले पर्खाइमा बस्नु होला है